एउटा रात एउटा बेडरूम शीर्षक हो। एक लामो रातपछि मेरा रहर र रमाइला आकांक्षाहरू मुर्दा बनेर कोठाभित्र कैद हुन्छन्, कोठाभित्र निश्वासिन्छन्। म एक रात र एउटा बेडरूम, ककनीका चिसा सम्झना, हिप्पीहरूका चरेस र गाँजाहरूबाट उब्जेका नाङ्गा सपना, माछा पुछ्रेलाई थामिदिएको छ उदाङ्ग फेवा। मेरा उपलब्धिहरू चिसा हिमाल भएर क्षितिजमा सुकिदिन्छन्। सूर्यका बल्ला सुइराहरू समेत कुम्भकर्ण जस्तो मेरो निद टुटाउन पर्याप्त छैन। एक लामो रातपछि मेरा रहर र आकांक्षाहरू मुर्दा बनेर कोठाभित्र कैद हुन्छन्, कोठाभित्र निश्वासिन्छन्। मेरो प्रत्येक श्वासमा एउटा असन्तोष जन्मन्छ। हामी असन्तोषहरू बीच जन्मिरहेछौँ र असन्तोषहरू बीच बाँचिरहेछौँ। हामी असन्तोषहरू बीच गर्भाधान गरिरहेछौँ। हामी असन्तोषहरूका बीच गर्भपात गरिरहेछौँ। सायद असन्तोष भन्नु नै हामी। यहाँ सडक भत्काइन्छ र सडक पिच गरिन्छ। यहाँ खाडल खनिन्छ र खाडल पुरिन्छ। तर असन्तोषलाई पिच गर्न सकिन्न क्यारे? असन्तोषलाई पुर्न सकिन्न क्यारे? म एउटा रात र एउटा सिङ्गो बेडरूम खण्ड खण्ड भएर भोगिनु पर्छ मैले, खण्ड खण्ड भएर बाँचिनु पर्छ मैले, खण्ड खण्ड भएर हाँसिनु पर्छ मैले। धन्यवाद।